बाजेको लप्पर भने फेरि के गर्ने यिनी कुरा बिल्कुल नगर्नु है यिनी कुरा बिल्कुल नगर्नु मसँग अहिले राम्रो कुरो गर्ने भए गर्नु मैले यता फाल्तु कुरा डोरी खेल्न भन्दा पनि नमान्ने डोरी खेल्ने त रमाइलो गरे पनि बोल्ला सुन्नु मेरो कुरा सुन्नु कुरो रमाइलो गरे पनि बोल्ला दर्शकले मन पराउँछन् के त दर्शकले मन पराएर जिताउलान् पुँजी हाल्लान् गिफ्ट हाल्लान् अब त्यतिकै बसेको त अनुहार देखाएर मात्र हुन्छ र हामीले जटाबाट मैले भन्न खोजेको कतिबाट मैले जिताइदिनुहोस् हामीलाई भनेर मैले त्यसरी अनुरोध गराम तर बढी फाल्तु कुरो नगर्नु के मसँग होइन रमाइलो गरे पनि जिताउँछ तपाईँ भालु बाजे हामी किन फाल्तु कुरो गर्नु त यहाँ घरमा बस्न पाइन्छ होइन को रुखा बसेछ र तिमीले साले होच पारे कुरो गर फाल्तु कुरो गर्ने मसँग मान्छे बुढो फार भइदिएर गएछ दर्शकले भन्छ उता कतै काठमाडौँ गएर सुन मेरो कुरो काठमाडौँ गएर पनि अनि कतै गएर पनि हामीले त्यस्ता गल्ती कुरो पनि गर्नु म एक्लै हिँड्छु होला अनि एक्लै हिँड्दा हामीले गल्ती नगरेपछि कसैले के भेल्यु हुन्न के भेलु हो कि भन्नु बिल्कुल भन्छु भन्नु किन गल्ती कुरो गर्नु त फेरि मसँग होइन म कुन मान्छे भालु बाजे को तेरो बाले तेरो बा तरुसिन बस्छ हटेरी माटो कसले भन्छ त्यहाँ हामी होइन तेरो बा रिसान मिल्दैन के बिल्कुल रिसान मिल्दैन के त सर हटेरी माटो गीतालाई त छुनु होइन एक्लै हिँड्छु भने गीतालाई छुनु किन हो खै खाने पानी छ गर अनि त्यही भएर अनि होइन नाना होइन के त रक्सी खान मिल्छ रक्सी भन्ने कुरो पिउनु पर्छ के बिल्कुल खान मिल्दैन होला बाजे मैले चाहे भने म तपाईँलाई रक्सीको ड्रममा ढोक्छु सर यसो गर्नु न जिताएपछि बात गाउने हो बाजेको त्यहाँ सबैजनाले अनि डबल टेप गरिदिनुहोस् है प्लिज सबैजनाले डबल टेप गरेर रमाइलो गरे पो हुन्छ गर्छौ अनि गीत गाउँछु जितेपछि गीत गाउँछु होइन म गीत गाउने लगभग होइन लगभग जितेपछि म गीत गाउँछु होला प्लिज अनि हजुरले सबैभन्दा बढी अनि के टोक्ने होइन सबै जितेपछि बल्ल जिताउँछु भन्नुहुन्छ मान्छे त पचन्नको मान्छे त हो नि चुनाव जितेपछि बल्ल विकास गर्छु भने जस्तो भएन र गाइज प्लिज आइडी 35 मा गाइज आइडी सो गर्नुहोस् प्लिज गाइज किप सपोर्ट यार गाइज हाम्रो उत्साह आइडी सो गर्नुहोस् गाइज प्लिज सपोर्ट यार गाइज कम अन 35 गाइज के हेरेर बस्या पेल्दैन हो सानो यसो स्कोर हान्दै गरौ गाइज जस्तो हुन्छ नि यार सपोर्टै भएन गाइज के हो भेलु बाजे भन्छन् यसो जोड्दाखेरि ओ यसो आइडी सो गर्नु डबल ट्रिपल आउँछ कि आइडी सो गरेपछि सानो हो यसरी सपोर्ट रमाइलो पनि गरौँ मेरो नेट लास्ट हुनु भयो छ्या मेरो नेट पनि भेलु भएको मुख जस्तै फास्ट चले हुन्छ नि बाजे पोखरामा तरनी छन् च्वाक लाने हो अनलाइन मैले पार्सल गरिदिन्छु होला प्युठानतिर प्युठान बागदलामा म बिल्कुल तरनी पठाउँछु होला ए यार नेट के हो घर बैठी बा के हो यस्तो नेट मोनिका जी वेलकम ब्याक गाइस हो सर थ्याङ्क यू सो मच थ्याङ्क यू मेरो नेट के हो यस्तो यार मा कस्तो यार के यस्तो पनौती भ्युवर थपेको बेला रमाइलो गरम भएको सरन दाइ मेरो वेलकम ब्याक रमाइलो के दाउराबाट रमाइलो गर्ने हो रमाइलो भएर
होइन होइन न त्यो रमाइलो गर्न मिल्दैन र भने पहिला पहिला जस्तो दोहोरी खै दोहोरी गाम रमाइलो गरम होला तरनी पट्टाउनी बस्नी हो के सर के दाउराको पनि तरनी हो गाडी बुढो मान्छे गएर पनि के बुढो मान्छे भन्ने फेरि अरूलाई हात लाउनु हुने छुन हुने के तरनी के दाउरा हो त कसले हात लाग्छ यार बिहा होइन बिहा गरेर के भस्काइदिए हुँदैन बिहा गरेर जाडो सुरु हुन्ला अब बिहा गर्नु पर्न सधैँ त्यो जिन्दगी भर्खर 16 वर्षको तरनी झन्डै चुकेर म तपाईँलाई गाइस प्लिज आइसो मैले त तरनी भए पनि अनि मैले त तिमी जानकारी छैन मसँग म ठिक लाग्दैन के होइन दाङतिर गर्लफ्रेन्ड छ भने होइन र हो होइन काली काली छ भन्नुभएको होइन मैले काली भए पनि बत्ती बाल्दा हेर ल भनेको होइन र बाजे बुद्धि बालेर हेर्ने बत्ती बालेपछि राम्रो देखेला काली मान्छे फेरि अबेरमा हराउँछन् के काली पनि छ अनि त्यहाँ के त्यहाँ के दाउरा नेटले पनि गर्नु गर कसको नेट हो यस्तो यार लाग्ने यार ओ काली छ यार मजा आएन यार सुनिस् त बाजे एउटा गीत गाइदिनु न बाजे एउटा गीत गाइदिनु न एउटा गीत गाइदिनु न मजा आएन कि यार नेट के हो यस्तो यार तेरीमा टग कबडिया फाल्दो यार के बोल्नै पाएन के यस्तो यार अलिकति भएको भ्युवर नै घटे यार बिदा हाम्रो यहाँ जाल बन्नु छेउमा झिम झिम सानो नजिमका परेली बुटुकै हुन्छु ओके होइन के टोइलेट बसी जस्तो हग्न बसी त के गरेको र मैले भयो राम्रो तपाईँको आवाज बिल्कुल राम्रो हो सुमधुर स्वरका धनी हाम्रो माझमा यति बेला हुनुहुन्छ नेपालका सुपरस्टार कुमधुर स्वरका धनी भेलुवा मिठो कुराकानी हामीसँग गर्दै हुनुहुन्छ तर नेट स्लो भएर खतम भयो गाइस म के गरौँ गाइस नेटवर्क ढिलो भयो के बाजे तपाईँको थुतु नअस्ति नेट पनि फास्ट चल्नु पर्यो हजुर हजुर लप्पेले तेरी के नेट हो यस्तो यार के दिमाग खराब गरेर तेरी यार के भयो रे नेट हाले हुन्छ नि पैसा मात्र कमाएर के यार नेट छैन के नेटले काम गरेन नेट नेट बिल्कुल नेटले काम गरेन उता बिल्कुल बिल्कुल काम गर्न खोलातिर फाल्ने हुन्छ ल फालिदिनु होइन मैले नेटसँगै म भेलुवाला पनि फालिदिउँला होस् तार बोला मलाई फालिदिनु त गाँठमा दम हुनुपर्छ बुझ्नुभयो गाँठमा गाँठमा दम होइन कहाँ गाँठ भन्ने के रे गाँठ भन्ने कहाँ हो र रे गाँठमा दम भन्ने कहाँ हो र काठमाडौँ है
के भन्न होइन, खोजेको? गाँठमा दम हुनुपर्छ भने कहाँबाट गाँठ भन्ने प्रकाश देवलको एकमतमा गाँठमा दम भने एकमत कहाँबाट हुनु भने? पर्यो त्यही त हिक्मत हुनु पर्यो के हिक मात्रै होइन को हिकमत भन्ने होइन हिकमत भन्ने कुन चराको नाम हो तेरो बाको टाउकोमा होस् न बोल बाजे मैले आज मैले बाजेसँग भने बिल्कुल म उत्तान पाएर मैले गोली हान्छु होला तेरो बाले हिर्कान्छ गोली होइन गोली हान्ने मैले झन् बा भनेर म बाजे भनेर म हत्तेरी माटोको पक्न पक 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 कुकुर जस्तो कुरो नगर है मसँग गाँठमा दम हुनुपर्छ गोली हान्नलाई होइन, हामी हामी गाँठमा? हामीसँग गोली छैन हामीले नै भस्काइदिन्छ मलाई होइन तपाईँसँग बन्दुक छ र हा? तपाईँसँग बन्दुक छ र हामीसँग पनि गोली छ हामीले पनि भस्काइदिन्छ होइन कतिवटा गोली छ माओवादीको माओवादीको मान्छे भन्दैमा के गोली खेलाउन हिँड्नु मिल्छ र भने तेरो बाको टाउको छ हत्तेरी माटो गोलीहरूले पनि हालिदिन्छ माओवादीको गोली। होइन बन्दुक रहेछ मैले बिल्कुल पुलिसलाई फोन गरेर म बोलाउँछु होला हेलो हेलो पुलिस भेलु भाइसँग बन्दुक छ रे लुलारमा जेलमा लगाएर कोचातो जेलमा लगाएर कोचातो खुलेआम बन्दुक देखाउँदै हिँड्नु भेलु भाइसँग कोचार जेलमा लगाएर कोचार दे तो तेरो भाइले कोचार दियो होला तेरो वाले कोचार guys please guys rose guys come on guys सपोर्ट गर्दै गर्नु guys please होइन तेरो वाले कोचार भन्दै उता गीतातिर हेर्ने किन हो